कसले बनाइदिन्छ? त्यो जसले राम्रो बनाउँछ त्यसैलाई दिनुपर्छ। राम्रो बनाउँछ कसले, हामी भोट त्यसैलाई हाल्ने नि। अनि यहाँ सुन्नु न, सुनको भाउ पनि बढेछ। कति पुगेछ? 2 लाख कटु। 2 लाख कति हजार पो भन्दै थिए। कति हजार? अनि तपाईँले कति जोड्नु भएको छ सुन? धेरै जोडेको छ। कति? 10-15 तोला। आमामामा, खोइ खोइ सपनामा। अनि बिउजिँदा सुन सक्यो? सपनामा देखेको थियो, थाहा पाएको थियो, बिउजिँदा छैन। बिउजिँदा हरायो। फेरि सुन लिन त सुत्नु पर्ने रहेछ नि। सुन लिन सुत्नै पर्ने। के भयो सबै चाउरी पर्यो। तपाईँ कति वर्ष पुग्नुभयो? मर्ने बेला भइसक्यो। थेट काम नहुन्छ, म हुन्जेलसम्म केही हुँदैन। कति वर्ष पुग्नुभयो? 70। भत्ता दियो? भत्ता त दियो नि अलिक। अनि भत्ता कति घन्टा पर्खिनु पर्यो भत्ता लिनु? 1 घन्टा 2 घन्टा। 2 घन्टा बस्नु पर्यो। 2 घन्टा कहाँ बस्यो? कुर्सी थियो? कुर्सी पनि सब प्याक थियो नि? प्याक थियो, उभिएर बस्यो नि। उभिएर कहाँ बसिन्छ? भुइँमा बस्नुभयो कि कहाँ बस्नुभयो? गौरा द यसमा तपाईँ भुइँमा बस्नुभयो। अनि भत्ता लिन त्यस्तो अप्ठ्यारो छ। अनि यो सरकारलाई भोट दिएर भयो? घर घरमा भत्ता पुर्याउनु पर्ने होइन? हो कि होइन? ल बुढाबुढी हो, तिमीहरू हिँड्न सक्दैनौ, तिमीहरूलाई घरमा भत्ता दिनुपर्छ पो भन्ने हो त, हो कि होइन? यो उहाँ जाने, लाइन लाग्ने, यो तपाईँलाई मन पर्यो? यो राम्रो छैन नि। विदेशमा त उहाँ कस्तो के अरे, हाम्रो त ऊ हुनुहुन्थ्यो नि, अस्ट्रेलियामा होइन, क्यानाडामा हुने भाइ बुहारीलाई भत्ता लिन उहाँ जान्छन् त उनीहरू जाँदैन नि, घरमै दिन्छ अरे नि। हो कि होइन? हो नि। भत्ता पनि कति दिन्छ? धेरै दिन्छ नि। अनि कति वर्षमा दिँदो रहेछ भत्ता?